हेलो साथीहरू, यदि तपाईँहरू पनि अहिलेको टिकटकमा चलेको त्यो अप्रुभल रेटिङको कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ भने त्यसको लागि तपाईँहरूले गर्नुपर्ने कुरा भनेको यहाँनिर गुगलको क्रोममा जानुहोस् अनि त्यसपछि सर्च बारमा अप्रुभल रेटिङ यहाँनिर आइरहेको छ। ट्रम्पहरूको के आइरहेको छ। हामीले इकान्तिपुर भनेर हामीले सर्च गऱ्यौँ भने हाम्रो यहाँनिर सुरुमा लिङ्क आउँछ है। अनि यो क्यान्डिडेट इकान्तिपुर अप्रुभल रेटिङ भनेर आउँछ। यहाँनिर सुरुको लिङ्कमा क्लिक गरिदिइसकेपछि तपाईँले यहाँनिर टक्क लगाएर आफ्नो क्यान्डिडेटलाई, आफ्नो मन परेको क्यान्डिडेटलाई तपाईँहरूले भोटिङ जस्तै लाइक गर्न सक्नुहुन्छ। लाइक डिसलाइक जस्तै हामीले म यहाँ गर्न जाँदैछु, हेर्न सक्नुहुन्छ। बालेन शाहलाई मैले लाइक गरिदिएँ, गगन थापालाई डिसलाइक, केपी ओलीलाई डिसलाइक, रवि लामिछानेलाई लाइक, राजेन्द्र लिङ्गदेनलाई डिसलाइक, प्रचण्ड डिसलाइक, कुलमान घिसिङ लाइक, महेश बस्नेत डिसलाइक, अर्क साम्पाङलाई नै लाइक हान्थेँ मैले, रेणु दाहाल डिसलाइक, सोभिता गौतम लाइक, महावीर पुन सरलाई लाइक, ऋषि धमला सरलाई लाइक हान्थेँ मैले, जगदीश खरेल लाइक, राजुनाथ पाण्डेलाई लाइक, काशिका तामाङ दिदीलाई लाइक, सागर ढकाल, उपेन्द्र यादव, कुन चाहिँ काङ्ग्रेसको सिके राउत, राजीव खत्री, सुदन गुरुङ, केपी खनाल, शिशिर खनाल, स्वर्णिम वाग्ले। तपाईँहरूले यसै गरी ट्याग लाइक डिसलाइक गर्न सक्नुहुन्छ है। तपाईँहरू कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ भने यसको तरिका भनेको यही हो है त। पुकार बम ज्ञानेन्द्र साहे मैले चिन्दिनँ, उहाँलाई नै लाइक हान्दै, डिसलाइक 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 डिसलाइक, विनोद चौधरी, शिशिर गुरुङ, सबिनाहरू। आफूलाई मन नपर्नेलाई लाइक डिसलाइक, मन पर्नेलाई लाइक हान्दिन। सक्यो। यसरी नै है त। ल, तपाईँहरूले गर्न चाहनुहुन्छ भने गर्नुहोस्।